हेलो एभ्रिवान, आज हजुरहरूलाई म चिकनको मासुको अचार बनाएर देखाउन जाँदैछु। यो भिनेगर हो, 3 चम्मच जस्तै मैले यहाँ चिकनलाई एड गरेको छु किनकि यसले नष्ट गर्दैन, खराब गर्दैन। 3-4 बुँद पनि तपाईहरुले निम्बुको रस लगाउन सक्नुहुन्छ, यहाँ एड गर्न सक्नुहुन्छ, स्वादिष्टमा आउँछ। चिकनको अचारमा मैले तयारी पनि भइसक्यो। यसमा के एड गरेको छु भन्दाखेरि तपाईको जिरा 3 चम्मच गरेको छु, कालो तोरी 3 चम्मच, धनिया 3 चम्मच, गरम मसला प्याकेटको 10 रुपैयाँ लगाएको छु अनि भिनेगर लगाएको छु। लसुन अदुवाको पनि मैले यहाँ बनाएर मसिनो मसिनो काटेर अनि खुर्सानीको तपाईहरुले पिरो खानु सक्नुहुन्छ भने पिरो बेसी हाल्न सक्नुहुन्छ। अनि मैले यहाँ खुर्सानी बेसी एड गरिन, 4 पिस मात्रै गरेको छु। अनि यो चाहिँ तोरीको तेल मैले माथिबाट एड गरिदिए हल्का यो। अनि यो तोरीको तेलले चाहिँ स्वादिष्ट दिन्छ। अनि हजुरहरूलाई कस्तो लाग्यो हेर्नुस् अचारको। 1 केजी चिकनको हजुरहरू 1 केजीको हो यो। 1 केजी चिकनको मैले बनाएको अचार। हजुरहरू कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनुस्। थ्यांक यू सो मच एभ्रिवान।